गाउँमा जान दिँदैनन्, गएको ट्रकलाई तोडेर पठाइदिन्छ। 16 लगानी 70% चाहिँ ब्याङ्क लोन हुन्छ र 20-25 लाखदेखि सुरु गर्दै गर्दै अझै पो बढी आउँदो रहेछ भन्ने हिसाबले 1,50,00,000 भनौँ न भनेर पनि आगो हुनाले हामीले हैन बाध्य भएर डिजाइनै परिवर्तन गरेर 62 सालमा लिएको लाइसेन्स हामीले 78 सालमा एउटा योजना सक्यौं भने 16 वर्ष लगभग लाग्यो। सबभन्दा पहिला त धन्यवाद दाइ तपाईँको समयको लागि। म त सिंगाने बच्चा हुँदादेखिको तपाईँको प्रोजेक्ट सुरु भएको नि त हो। अहिले कतिवटा प्रोजेक्ट सक्नुभयो तपाईँहरूले रिसेन्टली? हाइड्रो प्रोजेक्टकै कुरो गर्दाखेरि चाहिँ बत्ती बाल्न होस् अथवा कमर्सियल होस् त्यो 5-6वटा प्रोजेक्टहरू सकियो। तर विभिन्न गाउँहरूमा बत्ती बाल्न चाहिँ कम्तीमा 50 भन्दा माथि प्रोजेक्टहरू सकियो। फर्स्टमा चाहिँ कहाँबाट इन्सपिरेसन चाहिँ कहाँबाट पाउनु? फर्स्टमा यसो छ, विदेशबाट नेपालको शिक्षा क्षेत्रमा केही गर्न भनेर युएस एड मार्फत आएको एकजना हुनुहुन्थ्यो। उहाँले चाहिँ हाम्रो जग्गाभित्र जुन पानी उब्रिन्थ्यो त्यो पानीबाट पनि बिजुली निकाल्न सकिन्छ है। 50 मिटर अग्लो ठाउँबाट हैन 5 लिटर प्रति सेकेन्ड पानी खसाल्दा चाहिँ 1000 वाट बत्ती निस्किन्छ। त्यो बत्ती निकालिसकेपछि तिमीहरूले यो गाउँमा यो भैँसी गाई हेर्न तिमीहरू लागिराख्नु पर्दैन। त्यही बिजुलीले चाहिँ त्यो करेन्टमा दौडाएर इलेक्ट्रोनिक फेन्स प्रयोग गरेर तिमीहरूले खेल्न समय हुन्छ भनेको एउटा सुनेको अवस्थादेखि नै बिजुलीको अलिकता उत्सुकता बढेको हो। त्यति भइसकेपछि ऊ त बाहिर फर्कियो, त्यति खासै सम्पर्क भएन। हामीले काठमाडौँ आउँदाखेरि साइकलमा हर्सनबाट बिजुली निकालेर कुदाएको देखियो मामाको छोराको साइकलमा। अनि त्यही बेला के लाग्यो भने यही साइकलको जसरी टायरले त्यसलाई घर्षण गरेर घुमाएर बिजुली निकाल्छ त्यो घर्षणको काम चाहिँ पानीले गराइदियो भने त आखिर बिजुली त निक्लिनु पर्छ भन्ने दिमागमा आयो र त्यो पुरानो साइकलको डाइनोमा चाहिँ खोलेर यो चाहिँ म लान्छु भनेर लगिएर गाउँको खोल्सीमा भङ बनाएर जस घट्टा चलाउँथ्यो नि त। घट्टा हामी त घट्टामा गएर होइन पिन्नु पर्ने। त्यही देखेर घट्टाकै किसिमको एउटा टर्बाइन भन्नु त्यो बनाएर बाल्दाखेरि त्यो बल्ब चाहिँ बल्यो। तर अब त्यो घुमाइ चाहिँ पानी धेरै आउँदा छिटो घुम्ने भयो, पानी थोरै आउँदा ढिलो घुम्ने भयो। छिटो र ढिलो घुमाइको कारणले जति स्टेबल डिसी भोल्ट 12 भोल्ट आउनु पर्थ्यो त्यो तलमाथि भएर त बल्बहरू चाहिँ धेरै जल्थ्यो। त्यो पनि टर्च लाइटको बल्ब बालेर सुरु गरेको। त्यो एउटा परीक्षण पनि थियो र आवश्यकता पनि थियो। गाउँमा कि त मर्तेल पुरै नाकभरि कालो गराउनु पर्थ्यो होइन, कि त अब विकल्प खोज्नु पर्थ्यो। त्यही सिलसिलामा गरियो। पछाडि चाहिँ नेपालमा पेल्ट्रिक सेट भनेर सानो पाइपमा पानी ल्याएर 2-3 घर बत्ती बाल्न सक्ने आधा किलोवाट, 1 किलोवाट, 2 किलोवाट, 3 किलोवाटको मेसिनहरू बन्न पनि सुरु भयो। त्यो 1 किलोवाटको बनाएर अनि चाहिँ अलि राम्रो बत्ती बालेको अवस्था हो। 2064 सालमा हो क्या पहिलोचोटि बत्ती आएको। हो हेर्ने मान्छे छुट्टै, त्यसपछि टिभी आएको चाहिँ गाउँको सबै मान्छे एकचोटि टिभी हेर्न आएको। त्यो बेला पनि के भने एउटा ग्रामीण भेगमा अब धेरै बुढा मान्छेहरू के भन्थ्यो भने जस्तो यहाँ चाहिँ बत्ती बल्छ तपाईहरु पानीले निकाल्छ भन्दाखेरि यो पानीले कसरी बत्ती निक्लिन्छ मान्छेहरुको उत्सुकताले ल आज यति काम गर्नुपर्छ भने त्यो काम त दिउँसै सकिन्थ्यो। किनभने मान्छेलाई त्यो हेर्न उत्सुक छ। जुन दिन बल्यो त्यो हैन उनीहरुलाई त्यो आफ्नो घर पुरानो टुकीले जति उज्यालो देखिन्थ्यो राम्रो त्यो अर्कै देखिने हैन। त्यो फेरि मुहारमै सबै केटाकेटीदेखि बुढाबुढीसँग एउटा ठुलै उत्साह आउँथ्यो क्या। त्यो हामीलाई धेरै ठाउँ 50 भन्दा बढी साना माइक्रो हाइड्रोहरुमा बाल्दिँदाखेरि त्यो सम्झना छ कि त्यो क्लिन इनर्जीले के भने गाउँमा जुन दाउरा काट्ने आदि इत्यादि धुवाँ हुने त्यो हैन महिलाहरुलाई पकाउनलाई हैन त्यो कुरो कम हुने भन्दै पनि कतिपय कुराहरू जुन वास्तविकता छ हैन 1000-6000 भन्दा बढी खोला छन् भन्ने छ। धेरै वर्ष अगाडि 83,000 मेगावाट निक्लिन्छ भन्ने कुरो आएको हो। अब
पर्याप्त अध्ययनको कमी नै भन्नुपर्छ। कति खोलामा कति पानी आउँछ, कतिमा स्टोरेज गर्न सकिन्छ होइन, यो फाइनेन्सियली फिजिबल कतिवटा छ, कति मेगावाट छ भनेर राज्य पनि अहिलेसम्म त्यो क्लियर भएको अवस्था छैन। अब जलविद्युतको सेक्टरमा त फर्पिङको चन्द्रज्योति जुन चाहिँ एसियाकै दोस्रो हाइड्रो पावर, जैसे पुर्खाले त एक लेभलको योगदान दिएका हुन्। मान्छेले के छ भने हाइड्रो पावर बनाउने भनेर जुन 49 सालदेखि प्राइभेट सेक्टरलाई नि खुल्ला गर्यो, प्राइभेट सेक्टरलाई खुल्ला गरिसकेपछि सर्भिसन लाइसेन्स लिने, सर्वे गरेर फिजिबल छ, उसले स्रोत जुटाउन सक्छ भनेदेखि जेनेरेसन लाइसेन्स दिने र विद्युत प्राधिकरणलाई पिपिए गरेर बिजुली बनाउन थालेको स्थिति र जहाँ जसले जहाँ लाइसेन्स माग्यो त्यहीँ दिने छ राज्यको अहिलेसम्म मेकानिजम। राज्यले यो कोरिडोरमा यति मेगावाट बिजुली निस्किन्छ, स्टोरेज गर्दा यो हुन्छ, अब सानो प्रोजेक्ट दिँदा ठुलो प्रोजेक्टको सम्भावना सकिन्छ यो भनेर त्यस्तो राम्रो क्लियर कट आयोजना भएको छैन। त्यो नहुनुको कारण चाहिँ अस्थिर सरकार र त्यहाँ नेतृत्वमा हुने मान्छेले विषय सम्बन्धी ज्ञान, आफ्नो विज्ञ टोली एउटा व्यवस्थापन गर्न नसक्नु नि हो जस्तो लाग्छ। यो चाहिँ देशको चाहिँ यस्तो छ है, तर हाम्रो चाहिँ पर्सनल गर्नु। अनि मलाई एउटा लाइक जान्न मन लागेको कुरा चाहिँ, अब हामी सानो हुँदाखेरि तपाईँहरूले प्रोजेक्ट सुरु गर्नुभयो, ठुल्ठुला प्रोजेक्ट एउटा, त्यसमा चाहिँ त्यो धेरै समय लाग्यो नि त। अनि त्यत्रो समय लाग्दा त इन्भेस्टमेन्ट पनि अब कति 20 वर्ष जस्तो, 10 वर्ष 20 वर्ष त इन्भेस्टमेन्ट गरे गर्नुपर्छ नि त। त्यो चाहिँ तपाईँहरू कसरी जुटाउनुहुन्छ त? मेन चाहिँ यसो छ, अब जुन हामीलाई अघि नै भनियो नि माइक्रो हाइड्रोबाट जुन अनुभव भयो, अब हाइड्रोमा खर्च व्यापकै छ होइन, किनभने त्यो बाटो पुग्नु पर्ने, त्यस पछाडि त्यहाँ प्रसारण लाइन टाढादेखि आउनुपर्ने भएको हुनाले त्यो चाहिँ हामीले सानोको अनुभव चाहिँ गाउँबाटै इक्विटी होइन सो लगानी जुटाउन सकिन्छ, जुटाइयो। 30% सो लगानी, 70% चाहिँ ब्याङ्क लोन हुन्छ र पहिला सुरुवातमा गर्दाखेरि 1-2 जनाबाट सुरु हुन्छ। 1-2 जनाबाट जति पैसा छ होइन, लाइसेन्स लिने, अलिकति अध्ययन गर्ने, अब त्यो सकियो भने अर्को 1 जना थपिने अनि अर्को थपिने, अब जति रिक्वायरमेन्ट हुन्छ थपिँदै जाने र अब नेपालको गिने चुनेका व्यापारिक घरानाले पनि लगानी जुटाएर मात्रै ठुला प्रोजेक्टहरू सम्भव भएको हो। तर यो हाइड्रो पावरमा चाहिँ प्राइभेट कम्पनी अनि पब्लिक र लोकल सेयर पनि सङ्कलन गर्न सक्ने हुँदाखेरि लोकलहरूको पनि उत्तिकै उत्साह र एउटा दिगो लगानी पनि हो। एकचोटि पिपिए गरिसकेपछि 30औं वर्ष फेरि व्यापारमा प्रतिस्पर्धा होला अथवा कच्चा पदार्थ नपाइएला, कसैले नकिन्ला कि भन्नु नपर्ने भएको हुनाले एउटा एस्योर्ड बिजनेस भएको हुनाले अब त्यही सबैको प्रयासबाट प्रोजेक्टहरू सम्पन्न। यदि कोही मान्छेसँग सल्लाह मसँग ल 10 लाख छ 20 लाख छ म अहिले हाइड्रोमा हालिराख्छु भने चाहिँ त्यो मान्छेले कसरी इन्भेस्ट गर्ने, कसरी के एक्सपेक्ट? यसो छ, जस्तो नेपालमा कुनै खोलामा बिजुली बनाउने भनेको त त्यहाँ कति पानी छ भनेर थाहा हुनु पर्यो। पानी भनेको बर्खामा बढी हुन्छ, हिउँदमा कम हुन्छ र त्यो पानीको एक किसिमको मापन गेजिङ प्रणाली चाहिँ हाम्रो नेपालमा सशक्त छैन। जल तथा मौसम विभागले केही खोलाहरूमा गेजिङ राखेको छ, तर त्यो त्यति धेरै होइन राम्रो रेकर्ड पनि रहँदैन र प्रिसिपिटेसन माथिबाट पर्ने बर्सातमा पर्ने पानीको आधारमा कति भल आउँछ, त्यो भल आउँदाखेरि होइन कति इम्प्याक्ट पर्छ र हाइड्रो पावरले कति पानी लिने भन्ने किसिमको अध्ययन जति वर्ष बढी भयो उति हाइड्रो पावरलाई राम्रो हुन्छ। त्यसैले एउटा हाइड्रो पावर बनाउन सुरु गर्दाखेरि चाहिँ पानी नाप्ने र त्यो क्षेत्रको जियोलोजिकल अध्ययन, किन भोलि अब भुइँचालो आउँदा के कसो हुने यी सबै स्टडी गर्नुपर्ने भएको हुनाले साधारणतया एउटा हाइड्रो पावर फिजिबल छ कि छैन, सम्भाव्य छ कि छैन, अब बनाउन अगाडि बढाउन लाइसेन्स लिन सकिन्छ कि सकिँदैन भन्ने स्टडी गर्ने नै अलि साना योजना भयो भने 2 वर्षमै होला, किनभने पानी नाप्नु पर्यो, 2 वर्षको एभरेज निकालेर डिजाइन डिस्चार्ज गर्नु पर्यो। नभए त अब अरबौँ लगानी गर्नुपर्ने छ होइन, 5 वर्षको डाटाले पनि हुन्छ हुँदैन होइन, 10 वर्ष अगाडि कत्रो पानी आएको थियो, कत्रो बाँध बनाउनु पर्ने हो होइन, त्यो किसिमको त अन्यल छ नि। त्यसैले सबभन्दा खड्केको विषय चाहिँ जुन तथ्याङ्क, जुन डाटाको आधारमा हाइड्रो पावर डिजाइन गर्नुपर्ने हो त्यो कलेक्सन गर्न समय लाग्ने हो। त्यसैले साधारणतया 2 देखि 5 वर्ष अध्ययन भन्छ, अध्ययन पछाडि फेरि 5 वर्ष जति
होइन सानो ठुलो हेरेर त्यो कन्स्ट्रक्सनको पिरियड भन्छ 10 वर्ष लगभग इन टोटल गयो। अब 30 वर्ष चाहिँ आयोजना प्रवर्तकले चलाउने, त्यस पछाडि यो राज्यकै हुने अवस्था हो हाइड्रो पावरको केसमा। त्यसैले एउटा कोही म हाइड्रो पावरमा लगानी गर्छु भन्दा उनले साधारणतया छोटो समयमा त्यसलाई रिटर्न खोज्ने मान्छेलाई चाहिँ धेरै फ्रुटफुल छैन, किनभने सुरुवाती चरणदेखि जाँदा चाहिँ निकै होइन। अब कसैले सुरुवाती चरण पार गरिसकेर अब कम्तीमा कन्स्ट्रक्सनको लास्ट स्टेजमा पुग्यो अब भनेदेखि त उसले रिटर्न चाहिँ कसरी पाउँछ भने कम्तीमा ब्याङ्कले पनि अलिकता यो आफूलाई इन्ट्रेस्ट आउने नै हो, अब इन्भेस्टरलाई पनि अलिकता लाभांश दिन सकिन्छ भन्ने धारणा राखेको हुन्छ। त्यसैले 4-5 वर्षदेखि चाहिँ आशा गर्न सकिन्छ। हाम्रै कुरोमा 62 सालमा लिएको लाइसेन्स हामीले 78 सालमा एउटा योजना सक्यौँ भने 16 वर्ष लगभग लाग्यो। 16 वर्ष त बनाउन पो लाग्यो थिएन, अब ब्याङ्कको पे गर्न त फेरि छुट्टै बाँकी नै छ। त्यो बाँकी छ, त्यो फेरि अर्को 8 वर्ष लाग्ला, 24 वर्ष। त्यसको रिटर्न खोज्दा त ठुलो समय जाने अवस्था छ। यो चाहिँ अब अलिक कि त समयमै लगानी गर्नेलाई ठिकै होला, नभए बाउले गरेर छोराहरूलाई चाहिँ राम्रै हुने देखिन्छ होइन। तपाईँहरूको चाहिँ सबैभन्दा छिटो सकेको प्रोजेक्ट होइन? जस्तो अब जब बनाउन सुरु गरियो अब नियमित रूपमा समयमै सकिएको, प्रसारण लाइन पनि समयमै सकिएको योजनाहरूमा पर्छ यो। अब तपाईँहरू चाहिँ सुरुदेखि सबै ढुङ्गा खन्ने, गाड्ने, त्यो प्रसारण लाइन जोड्ने सबै त्यो त धेरै एउटा हेक्टिक काम हो नि त। सबैभन्दा चित्त नबुझ्ने, यो कस्तो बुझाउन नै नसक्ने भन्ने फेज चाहिँ कुन टाइममा थियो तपाईँहरू? यसो छ, नेपालमा चाहिँ धेरैवटा सेक्टरले अनुमति दिनुपर्ने, अनुमति लिनुपर्ने र विभिन्न इन्ट्रेस्टहरू पनि रहेको हुनाले हामीलाई चाहिँ जब हामी प्रोजेक्टहरू बनाउँदै गयौँ र त्यो समयमा अब कोरोना पनि सुरु भयो। अब कोरोनाको समयमा बाहिरबाट मान्छे नआउन्, बाहिरबाट सामान नआउन् होइन भन्ने कुरो स्थानीयको रहन्छ नै स्वाभाविकै। तर हाम्रो त अब लगानी भइसकेको छ होइन, म्यान पावरहरू त्यत्तिकै छन्, त्यहाँ म्यान पावर लानु नि पर्यो, कामदार मान्छेहरू चाहियो। काम बेलामा सकिएन भने अब लागत बढ्छ, हरेक कुरो हुन्छ। अब फेरि कोरोनाको समय पनि जलविद्युत आयोजना चाहिँ सञ्चालन गर्न दिने भनेर सरकारले एक किसिमको खुल्ला पनि गरिदिएको अवस्थामा अब त्यो गाउँमा मान्छे लाने, अब टनेलमा पनि भएको छ, इन्टेकमा पनि भएको छ, प्रसारण लाइन पनि भएको छ, त्यो सबै म्यानेज गर्ने कुरो चाहिँ एकदमै टफ, ओभरबर्डन, किनभने अब सकिँदैन कि क्या हो होइन। अब सबै चाहिँ स्ट्रेस छ, गाउँमा जान दिँदैनन्, गएको ट्रकलाई तोडेर पठाइदिन्छन्, कोही न मान्छे आयो भने। अब प्रसारण लाइन बनाउनु पर्ने, त्यहाँ बाहिरको इन्डियाको मान्छेदेखि अरूले नेपालमा त्यत्रो जनशक्ति छैन, किनभने तारमा चढ्नु पर्यो। वास्तवमा भन्नुपर्छ कोरोनाको थ्रु आउट द समयमा हाम्रो प्रोजेक्टको काम पनि भयो, हामी पनि मुभमेन्ट भयौँ होइन। अब एउटा लक्कीली त्यसमा असर पनि परेन, समयमा प्रोजेक्ट पनि सक्यो। त्यो समय चाहिँ निकै नै तनावपूर्ण रहेको अनुभव छ चाहिँ। अर्को एउटा मलाई लाग्ने चाहिँ जग्गा त धेरै लिनु पर्यो प्रोजेक्टमा, अनि गाउँको मान्छेले त इन्भेस्ट गरेर होइन त ठुलो प्रोजेक्टमा त। अनि उनीहरूले चाहिँ तिनीहरू कति गाह्रो गर्थ्यो क्या, लाइक अब नबुझेर बुझेर कसरी। यसो छ, पहिला त हामीहरू त्यो ठाउँमा अहिले भने जस्तो 20 किलोवाटको 100 किलोवाटको बत्ती बाल्दै उनीहरूको मर्तेललाई विस्थापन गरेको हुनाले सहज रूपमा अन्य ठाउँको आयोजना भन्दा हामीलाई चाहिँ केही सजिलो नै भयो, किनभने सबैले सहयोग गरे। हालाकि अब मान्छेहरूको आफ्नो किसिमको पहुँच हुन्छ, यो ठाउँमा त यति पैसा भनेको त्यति नै दिए, किनभने यिनीहरूको त अरबौँको त्यहाँ पावर हाउस बन्ने रहेछ भन्ने कुरो कहाँबाट त सुनिन्छ। कोही इन्डियातिरबाट पनि छ, कोही नेपालकै कुन ठाउँमा छ भने त्यस्तो अवस्थामा त्यो एउटा एक किसिमको लोभ मान्छेलाई पैदा हुँदो रहेछ। जुन कुरो त्यहाँ चलन चल्तीको थियो, चलन चल्तीको भन्दा 2 गुणा 3 गुणा 4 गुणा दिँदा पनि होइन, मलाई चाहिँ यति करोड चाहिन्छ भन्ने मान्छेहरू पनि भेटिने रहेछन्। त्यो एउटा तपाईँको त्यो एउटा स्टोरी सुन्नु न, त्यो एउटा पाखामा कताबाट के यसो छ, त्यो चाहिँ लिकु 2 जलविद्युत आयोजनाको पावर हाउस भन्दा मास्तिरको एउटा क्षेत्र हो, जुन चाहिँ भूकम्प 72 सालमा भुइँचालो गइकन नि त्यसको घर विस्थापित होइन, त्यसलाई लडाउनु पर्ने अथवा पूर्ण बिग्रेको
अवस्था आएको थियो उसले अनुदान लिएर भूकम्पको घर अरूतिर पनि बनायो होइन उसको एउटा घर थियो 3 जना दाजुभाइ थिए 3 जनाले अरूतिर बनाए त्यो घर बेकार काम नलाग्ने अवस्था थियो उसको अलिकति जग्गा पनि थियो एकदम पाहो होइन त्यो पाहोमा हामीले उसलाई धेरै कुरो गरी अब होइन 20-25 लाखदेखि सुरु गर्दै 1 करोड होइन पाहोलाई दिँदा पनि अझै पो बढी आउँदो रहेछ भन्ने हिसाबले 3 जना दाजुभाइ भइसकेछ त होइन एउटा भाइ मानो यति दिइहाले अब भाइले मानेन अब 1 करोड 50 लाख भनौँ न भनेर पनि आगो हुनाले हामीले होइन बाध्य भएर डिजाइनै परिवर्तन गरेर होइन बनाउनु परेको अवस्था पनि छ पछि त्यो पाखो अहिले पाखो यतिकै हेरेर बस्छ त्यो पाखो त्यतिकै हेरेर अब कतिले चाहिँ होइन यहाँ चाहिँ यसो गरे हाइड्रोले भन्छन् तर वास्तवमा बुझ्नुपर्ने कुरो के हो भने जुन बेला जुन अवसर आउँछ एउटा अप्टिमम लेभलको अवसरलाई चाहिँ सदुपयोग गर्नुपर्छ भन्ने हो आखिर त्यो जग्गा भनेको भोलि घाँस काट्दाखेरि नि उसैले प्रयोग गर्ने हो क्या त्यहाँ होइन कहीँ पावर हाउस बनाउनु थिएन जस्तै एउटा पेन स्टक आउँथ्यो होइन अब त्यस्तो अवस्था पनि होइन मिस गर्ने पनि हुन्छन् त्यो चाहिँ हामीलाई पछि यसो अनुभव भयो त्यहाँ अरू कोहीले होइन उसलाई पुसअप गरिदियो त्यो पुसअप गर्ने एक दुईवटा ऊ पनि हुँदो रहेछ क्या मेरो चाहिँ जग्गा परेन यसको यत्रो आउने भयो यो मेरो स्ट्याटसभन्दा तलको मान्छे समाजमा यसले 1 करोड आयो भने त्यो त हामीलाई त गन्दैन भन्ने हिसाबले पनि होइन बिगारिदिने पनि हुँदो रहेछन् क्या आफ्नै मान्छे आफ्नै दाजुभाइ अब यो केसमा आफ्नै दाजुभाइले त्यसो गरेको भन्छन् क्या पछि भाग्य पनि नभएर त होला नि नभए त अन्तिममा त भाग्यलाई दोष दिनु पहिला अब आफ्नो दिले होइन अहिले अब त्यो पाएकोलाई 5 लाख पनि हाल्दैन कसैले कसले किन हाल्छ त्यहाँ किन अहिलेसम्म 50वटा भन्दा बढी संलग्न भइसक्यो नि त प्रोजेक्टमा सबैको सबभन्दा धेरै क्यापेसिटी भएको प्रोजेक्ट चाहिँ कुन छ 77 मेगावाट लिखु 1 यहाँनिर अरू पनि छैन 3वटा प्रोजेक्ट लिखुमा त अहिले 7वटा प्रोजेक्ट कम्प्लिट छ हामीहरूले नै प्रवर्धन गरेको म पनि संलग्न भएर प्रवर्धन गरेको चाहिँ लिखु 1 लिखु 2 55 मेगावाट लिखु 1 77 भइहाल्यो लिखु ए भनेको 30 मेगावाटको मैले 80 एउटा चाहिँ सुनेको थिएँ क्या चाइनामा नि एउटा ड्यामबाट 40,000 मेगावाट निकालेर रहेछ होइन त्यो चाहिँ अब हाइएस्ट क्यापेसिटी भएको हाम्रो देशमा पनि यसको त पोसिबिलिटी छ नि होइन किनभने नेपालमा कडा एकदम उचाइका पहाडहरू छन् होइन अब त्यो भ्यालीहरू छन् र नेपालमा महाभारत भन्दा माथि इभन महाभारत र चुरेको बिचमा होइन ठुला जलाशययुक्त आयोजनाहरू बनाउँदै जान सक्ने सम्भावना छ जसले गर्दाखेरि दुईटा कुरा फाइदाहरू छ एउटा त्यस्ता किसिमको आयोजनाहरू चाहिँ जुन बाढी नियन्त्रण गर्न सहयोग हुँदो रहेछ भनेदेखि हिउँदको समयमा सिँचाइमा प्रयोग गर्न सकिँदो रहेछ त्यो सिँचाइमा चाहिँ नेपाल मात्रै नभएर इन्डियाले पनि बेनिफिट लिने रहेछ त्यसैले नेपाल र इन्डियाको सहकार्यमा यदि त्यस्ता किसिमका योजना गर्ने हो भने नेपालमा राम्रो सम्भावना छ तर अहिले त कुनै भइरहेको छ त त्यो सेक्टरमा त्यत्रो ठुलो सहकार्य बुझिएको छैन मुख्य भने ठुलो आयोजना गर्दाखेरि चाहिँ लागत ठुलो लाग्ने र नेपालको आन्तरिक लागतबाट यी सबै आयोजनाहरू सम्भव नहुने र अहिले जति लाइसेन्स लिएको छन् त्यो बनाउनै नेपाललाई त्यो बजेट उपलब्ध छैन अब भनिरहनु त्यो एउटा ड्यामबाट 40,000 मेगावाट निकालेको छ क्या नेपालमा त पोसिबिलिटी 22,000 मेगावाटको चाहिँ 3 गज बनिसकेको छ अर्को चाहिँ बन्ने प्रोसेसमा छ नेपालमा पनि जलाशययुक्त आयोजना जुन कुलेखानी जापानिज एउटा ग्रान्टबाट बनेको हो त्यस पछाडि कुनै पनि जलाशययुक्त आयोजना बनेको छैन अहिले त कता चाइनाले कता गोर्खाको विश्वतिर कता गर्न लागेको छ होइन नेपाल सरकारले नै ग्लोबल टेन्डर मार्फत जसले गर्न इच्छा देखाउँछन् उनीहरूलाई दिने भन्ने हिसाबले गरेको हो र नेपाल सरकारले आफैले अध्ययन गरिरहेका आयोजना पनि बनाएर जाने भन्ने किसिमको कुरोमा अगाडि बढेको छ जस्तो आयोजनाको विस्तृत अध्ययन तयार गर्ने त्यहाँको जग्गा प्राप्तिका कुराहरू गर्ने जलाशयुक्त आयोजना भन्ने साथै धेरै बस्तीलाई हैन रिलोकेट गर्नुपर्ने त्यो रिलोकेट गर्दा मठ मन्दिरदेखि सबै यो अलिकति कम्प्लिकेटेड भएको हुनाले पनि हैन आजको भोलि नै गर्न नसकेको अवस्था हो अब नेपालमा वैदेशिक लगानीबाट जुन प्राइभेट सेक्टरमा हाइड्रो पावरहरू बने जस्तो खिम्तीको भोटेकोसीहरूबाट सुरुवात भएको हो तर अहिलेसम्म जलाशयुक्त आयोजना अलि बढी नाफा चाहिँ नहुने किनभने लागत धेरै लाग्ने र बस्ती विस्थापित गर्दाखेरि जुन जुन किसिमको एक्सपेन्सेसहरू आउँछ त्यो करोड जस्तै हुन्छ फेरि त्यो कारणले गर्दा प्राइभेट सेक्टरले चाहिँ त्यति धेरै
आकर्षण छैन जलाशयता। जलाशयुक्त आयोजना चाहिँ सरकारी स्तरबाटै त्यसलाई सम्पन्न गर्नुपर्छ। बाहिरको सरकारले पनि अब ग्रान्ट दिँदा होइन अनुदान सहयोग दिँदा बन्ने किसिमको हो। प्रति मेगावाट लागत बढी हुन्छ यसमा चाहिँ। र बाँध आफैमा एउटा जटिल कुरो हो, किनभने भोलि त्यसले भुइँचालो आउँदा के हुँदा त्यसले ब्रस्ट भयो भने तलतिर यति क्षति हुन्छ, त्यो हिसाबले बनाउनु पर्ने भयो हुनाले होइन त्यो अन्तर्राष्ट्रिय एउटा वातावरण छिटै आउला यो अब यो त सबै स्टडी गरेर आउँछ। अब अहिलेको नेपालको सरकारले विगतको सरकारले पनि होइन जलाशयुक्तमा जाने, किनभने जलाशयुक्त योजना भनौँ भने बर्खामा त बत्ती छ, हिउँदमा त फेरि पानी सुकिहाल्छ होइन। त्यो हिसाबले जलाशयुक्तमा गन भने त काम छैन भन्ने नै छ। अहिले भइरहे पनि राखेको छ होइन। र प्राइभेट सेक्टरले पनि अहिले जलाशयुक्त आयोजना बनायो भने अहिलेको सरकारले चाहिँ 40% जुन पब्लिकबाट सेयर उठाउन पाउने छ नि, त्यो चाहिँ पहिले नै उठाउन पाउने गरी इन्करेज गरेको छ क्या जलाशयुक्त आयोजनालाई। अब होइन यो सेयरको कुरा गर्दा चाहिँ 30 वर्षपछि त सरकारतिर जान्छ नि त, त्यो 30 वर्षपछि त्यो जसले हालेको छ त्यो सेयर त्यो जेरो भयो। स्थिति त त्यही हो। विद्युत ऐनले चाहिँ त्यही भन्छ कि होइन आयोजनाको एउटा बुट पिरियड त्यो सञ्चालन अवधि सकिसकेपछि स्वत सरकारमा हस्तान्तरण हुनेछ। तर अहिलेसम्म एउटा पनि आयोजना हस्तान्तरण भएको छैन। अब समय नपुगेर कि समय नपुगेर होइन। प्राइभेट सेक्टरले बनाएको त 50 सालतिर लाइसेन्स लिएर होइन 55-60 सालतिर बनाएन भए होइन। अब 30 वर्ष 40 वर्षको अवधि दिएको हुँदा त अझै पुगेको छैन होइन। अब केही आयोजनाहरू हात्ती सरकारको समितिमा आएको स्थिति छ, त्यो आउने क्रममा पनि कानुनकै अभावले कसरी के भन्ने किसिमको केही कम्प्लिकेसन चाहिँ छ। हाम्रो चाहिँ बत्ती किन्दैन भारतलाई बेच्ने यसो छ, भारतलाई बिजुली आवश्यक छ, त्यसैले भारतले होइन नेपालको पानी प्रयोगबाट लाभ लिने किसिमले उनको आफ्नै किसिमको एउटा स्ट्राटेजी छ। र भारतले इभन बत्ती मात्रै नभएर नेपालको पानी पनि आवश्यक छ, किनभने अधिकांश पानी उतै जाने हो। बर्खामा बिगार्दा बाढी आउँदा पनि उतै बिग्रिने हो बढी। तर कतिपय भारतीय कम्पनीहरूले सरकारले प्राथमिकता राखेर म गर्छु भनेको योजनाहरू पनि भएको छैन। त्यो कारण चाहिँ के हो भने नेपालीहरू आफूले सक्दैनन्, अभियसली हामीलाई सुम्पिनुपर्छ, हामीले लगानी गरेर हामीले लाने, किन नाफा त हामीलाई हुन्छ भन्ने भारतीय एउटा सोच जस्तो लाग्छ मलाई चाहिँ। किनभने नेपालीहरूले लगानी गरेर हामीले बत्ती किन्यौँ भने त फाइदा उनीहरूले लिने भए, त्यसैले लगानी पनि हाम्रो चाहियो, हामी नै बत्ती लिन्छ। त्यसैले अहिले चिनिया कम्पनीहरूले कतिपय हाइड्रो पावरमा लाइसेन्स लिए होइन, जलाशयुक्त आयोजना बनाउने भए, तर मार्केट कहाँ त चिनमा पुर्याउनु त गाह्रो छ, हजारौँ किलोमिटर लाइन बनाउनु पर्छ। भारत त नजिक हो, तर भारतले के गरिदियो भने त हामीले लगानी गरेको भन्दा बाहेक बिजुली हामी किन्दैनौँ। त्यो कारणले पनि नेपालको जलविद्युत सेक्टर अलिकता सङ्कुचनमा परेको अवस्था छ। त्योभन्दा फेरि कि त चीन जानु पर्यो कि भारत जानु पर्यो। अब चीन हाम्रो नजिक पहाड छ, हिमाल छ, त्योतिर उनको बस्ती छैन होइन। फेरि महँगी बढ्ने भयो, प्रसारण लाइन जति लग्यो उति त्यसो लस हुँदै जान्छ होइन। त्यसैले अब धेरै च्यालेन्जेस छ। र अब चीनको जुन क्षेत्रमा उसलाई इलेक्ट्रिसिटी धेरै चाहिन्छ त्यो क्षेत्र हामीभन्दा हजारौँ किलोमिटर टाढा छ। तर अब डाटा सेन्टरहरू आए भनेदेखि के भने त्यो त यहीँ बिजुली युज हुने भयो। त्यो अर्थमा अहिलेको सरकारको एआई तर्फ एउटा जुन लगानी भनेको उनीहरूको प्लान भिजन राम्रो हो। र अब पानीको कुरो आउँदा त अभियसली पानीलाई टुक्राएर हाइड्रोजन इनर्जीको कुरो उति नै सम्भावना छ। पानी आफै बेचेर फाइदा लिन सकिन्छ होइन, त्यसमाथि पानीबाट बिजुली बनाएर फाइदा लिन्छ। निस्केको पानीलाई नै फेरि तानेर रिजर्भ गर्न सकिन्छ भनेपछि हामीसँग त यति पर्याप्त सम्भावना छ। र त्यो बाँध त्यो होइन रिजर्भवायरले जुन प्राकृतिक सुन्दरता दिन्छ, फोटो खिचेरै पर्यटक लोभ्याउने हुनसक्छ। हाम्रो यो मार्गमा पनि जाने किन भन्दा त्यो ड्याम त्यो अब प्राकृतिक सुन्दरता छन् होइन। अर्को एउटा देखेको होइन, हाम्रो नेपालीहरूको समस्या के हो भने अब हामीले नै एउटा बत्ती गाउँमा हेर्नु न, एउटा घर यहाँ डाँडामा छ, एउटा घर यहाँ डाँडामा छ होइन। त्यसले गर्दाखेरि पनि त्यो पनि हाम्रो एउटा त्यो यसो रह्यो। त्यो अन्य देशहरूमा पनि जब मानिसको यो सभ्यताको विकासको क्रममा त्यो कुराहरू खड्केको हो, उनीहरूले त्यो पहिले नै आकलन गरेर त्यसलाई सेटलमेन्ट प्लान ल्याइहाले। हामी कहाँ चाहिँ सेटलमेन्ट प्लान भन्ने कुरो आएन, किनभने हाम्रो नेतृत्व
होइन त्यत्रो फार साइडेड नभएर नै किन स्क्याटर्ड सेटलमेन्ट भयो क्या, जहाँ जसको छ त्यहीँ र आफू खुसी आफूलाई जहाँ मन लाग्छ त्यहाँ बनाउनु पर्ने। बनाइसकेपछि त पानी नि पुर्याउनु पर्यो, बिजुली नि पुर्याउनु पर्यो, उसलाई हेल्थ सुविधा नि दिनु पर्यो, सानो बच्चालाई शिक्षा पनि दिनु पर्यो। भनिसकेपछि त्यो कठिनाइ र त्यहाँ बिजुली पुर्याउनलाई जुन तार लाग्छ, जुन खर्च लाग्छ, त्योभन्दा त बरु त्यो मान्छेलाई नै होइन एउटा सेटलमेन्ट बस्तीमा ल्याएर राखेर उसलाई चाहिँ त्यहाँ शिक्षा, स्वास्थ्य, रोजगारी सबैको गर्दाखेरि चाहिँ राम्रो र एउटा क्षेत्रमा एकै किसिमको होइन बाली लगाउँदाखेरि चाहिँ त्यसको आम्दानी पनि बढी आउने, व्यावसायिक हिसाबले जान सक्ने कुरो चाहिँ हो। त्यो सिलसिलामा नेपालको चाहिँ होइन सरकार धेरै फोकस गरेको बुझिएको छैन। किनभने कहीँ पनि जस्तो रामेछापमा हाम्रो कहीँ पनि त्यस्तो एकीकृत बस्तीको कन्सेप्टले सरकारले बजेट छुट्याएको छैन। जहाँ बजेट छुट्याइँदैन, जहाँ गुरु योजना बन्दैन, त्यसैले हाम्रो प्राकृतिक स्रोत भए पनि होइन एकदम मेहनती नेपाली हामी भए पनि अब अहिले होइन खाडीमै दौडिनु पर्ने, होइन विदेशै ताक्नु पर्ने अवस्था चाहिँ नेपालको भिजन जुन सरकारको अलिअलि हाम्रो पनि दोष हो कि जस्तो लाग्छ क्या, सरकारलाई मात्र दोष नदिएर होइन। सरकार भनेकै गाउँ अब हामी जस्तै जनताहरूबाट निर्वाचित प्रतिनिधि हुन्, अब त्यसमा कुनै दुई मत छैन। तर हामी एउटा लेम्यान र सरकारको त्यो लेभलमा पुगिसकेको मान्छेको जुन भिजन, जुन कामको गर्ने शैली र गर्नुपर्ने दायित्व फरक फरक हुन्छ। हाम्रो दायित्व के छ भने हामीले होइन काम गरेर हाम्रो परिवार पाल्नु पर्यो। जनताको लेभलबाट पनि केही गर्नुपर्ने हो, तर त्यो मुख्य वातावरण र नीतिगत कुराहरूमा र जसले राम्रो गर्छ त्यसलाई अलिकति फोकस गर्ने। जस्तो नेपालको के परिपाटी छ भने म जलविद्युतमा लागेको केटकेटी हुँदादेखि होइन, तर अहिलेसम्म एउटा नेताले उमाकुण्डमा, रामेछापमा अथवा हिजो गाविस हुँदा बान्ती भण्डार गाविसमा कति बिजुली चाहिन्छ ल यहीँ उत्पादन गरौँ, हामी नै सक्षम हौँ, बढी भएको बेचौँ भनेर अहिलेसम्म कोही पनि आएको छैन। भनिसकेपछि हाम्रो नेतृत्वले होइन जुन मान्छेलाई जे क्षमता छ त्यो क्षमतालाई युज गरेर अगाडि जाने भिजन लिनु पर्थ्यो त, त्यो नलिँदो रहेछ। भोलि अब शिक्षामा राम्रो गर्नेलाई पनि मतलब छैन होइन, अब स्वास्थ्यमा राम्रो गर्नेलाई मतलब छैन भनिसकेपछि अब मान्छेहरूले के सोच्ने भयो भने यहाँ चाहिँ राज्यले हामीलाई होइन उचित, त्यसैले ब्रेन ड्रेन भनेकै नेपालमा त्यही छ कि होइन विज्ञ मान्छेहरू, रियल गर्ने मान्छेहरू पलाइन्छन्। किनभने यहाँनिर सबै व्यवस्थापन हुनु र त्यसबाट आफूले फाइदा लिनु भनेको कठिन रहेछ। त्योभन्दा सजिलो अब स्रोत त छ, तर अब विदेश पनि एक लेभलको एउटा भौतिक प्रगति गरिसकेपछि वास्तवमा मान्छेलाई के चाहिँदो रहेछ भन्दाखेरि विदेशीहरू आउँछन् नि हाम्रो गाउँमा, देख्छन् ओहो जग्गा जमिन छ, आलु आफ्नैमा फल्छ, गाईले दुध आफ्नै छ, खसी आफ्नै पालेर गरेछ, माछा त्यहीँ छ होइन, गहुँ त्यहीँ फल्छ, धान त्यहीँ फल्छ, अनि मेहनत गरेछ, परिवार सबै बसेर बेलुका खाना तिमीहरूको यो लाइफ स्ट्यान्डर्ड भनेको त विश्वमै लग्जरियस लाइफ स्ट्यान्डर्ड छ। हाम्रो देशमा लग्जरियस लाइफ स्ट्यान्डर्ड 0.12 त्यति पनि हुँदैन मान्छे। त्यो लग्जरियस लाइफ स्टाइल के हो भन्दा त अर्ग्यानिक कुरा खाना खानु, स्वच्छ हावामा सास फेर्नु र आफ्नै घर यो गार्डन होइन हरियो परियो हुनु, अनि त्यसपछि फ्यामिली टुगेदरनेस हुनु, यसलाई चाहिँ भिजियो लग्जरियस भन्छन्। यदि तिमीहरू आएर मेरो देशमा आएर मसँग चाहिँ यस्तो यस्तो छ, म आफ्नै आलु फलाउँछु, म आफ्नै माछा, आफ्नै दुध, आफ्नै गहुँ होइन सबैजना बस्छौँ मजाले खान्छौँ चाडमा, यो त सम्भवै छैन भनेर भन्थे। तर अलिकति आर्थिक उन्नति हुन यसो अहिले भन्यो भने आर्थिक उन्नति त हामीले पर्यटन गऱ्यौँ अथवा यहाँ बिजुली बनाएर अहिले भनियो नि त हरेक गाउँमा 10 किलोवाटको बनाउँदै त्योलाई चाहिँ बेच्न पाइयो भने त 24 घण्टा बेच्दा हामी सुरु भएदेखि अहिलेसम्म होइन जति वर्ष भयो त्यति बेच्न पाएदेखि त हाम्रो परिवारको आय कहाँ हुन्थ्यो होला। हाम्रो गाउँ नजिकै आफ्नै खेतको नजिक पानी खोलो त छ नि त, खोलो छ, त्यो खोलोलाई बिजुली निकाल्दै त्यो खोलालाई नै अझै थुन्नु सक्ने समय जति थुन्ने किसिमको योजना बनाऊ भनेर सबै लाग्दा त आखिर नेपालमा सिमेन्ट बन्न सक्छ, थिचुन्डुङ्गा छ होइन, नेपालको आफ्नो उत्पादन, आफ्नो श्रम, विदेशमा गएर गर्मीमा काम गर्नु भने त आफ्नै खोलामा बाँध बनाएर बिजुली निकाल्नु पर्ने राम्रो छ नि। खालि के भइदियो भने त
नेतृत्वले जस्तो एउटा वडाको नेतृत्वले त्यो भिजन त राख्नु पर्यो नि हाम्रो कति कृषि उत्पादन हुन्छ कति हामीले बिक्री गर्न सक्छौँ र यहाँ के प्राकृतिक स्रोत छ होइन खाने के सञ्चालन हुनसक्छ यी सबै आइडेन्टिफाई गरेर त्यसमा जनतालाई लगाउनु पर्ने होइन र त्यसमा विज्ञ जनशक्ति शिक्षा दीक्षा दिएर निकाल्नु पर्ने होइन त त्यो किसिममा कमी छ त्यो कमी कसबाट छ भन्दाखेरि त नेतृत्वबाट छ नेतृत्व जबसम्म सचिन्छ तब मात्रै एभरेज मान्छेले फाइदा लिन सक्छ हजुरले अब जुन हाइड्रोमै लागिसकेपछि नि धेरै अब नेताहरू त भेट्नुभयो अरे अब कन्ट्रिब्युसन पनि पहिलाको अहिलेको के हुन्छ थाहा छैन पहिला त तपाईँ एज अ बिजनेसम्यान तपाईँले कन्ट्रिब्युट गर्नै पर्यो लाइक कस्तो खालको कुरा हुन्थ्यो चाहिँ नेताहरूसँग चाहिँ अब तपाईँहरूले भेटेर बसेर नेताहरू त बढी आफ्नै स्वार्थ होइन मैले के पाउँछु होइन मैले सहयोग गर्दाखेरि होइन अब म एउटा मन्त्री भयो अथवा भनौँ न गाउँपालिका अध्यक्ष भयो भनेदेखि सभापति भयो जिल्ला भनेदेखि मैले यसमा चाहिँ एउटा सिफारिस दिनु पऱ्यो नि मैले के पाउँछु भन्ने टाइपले अब देशमा नि हाइड्रोमा त होइन यो त थुप्रै पैसा आउने हो बाहिरबाटै ओर्लिने हो किनभने हिजो बिजुली भनेको सबै बाहिरबाट ल्याएर बनाइदिएको छ क्या जापानिजले बनाइदिएको छ चाइनिजले बनाइदिएको छ इन्डियनले बनाइदिएको छ होइन हाम्रोतिर सुनकोशी बन्यो चाइनिजले बनाइदियो कुलेखानी जापानिजले बनाइदियो भने चाहिँ अब यो त वारवार बाहिरबाट पैसा आउँछ त्यो त्यही हो भन्ने सोचको साथ नेतृत्व गएको छ नि त आफ्नै कुनै एउटा खेत किनेर त्यसबाट उत्पादन गरेर बेचेको हो जस्तो हो यो भन्ने किसिमको सोच नभएको कारणले होइन नेताहरूको चाहिँ के एक्सपेक्टेसन हुनु भने अब मलाई फाइदा के हुन्छ मेरै मान्छेलाई जाहिर आइदिनु पर्यो मेरै मान्छेलाई 2 पैसा बढीमा ठेक्का दिनु पर्यो होइन उसले आउँछ आउँदैन त्यो क्यापेबल छ छैन मतलब छैन उनीहरूले भनेपछि हुनु पर्यो भएन भने त्यहाँ आन्दोलन भयो भोलि काम उद्योगमा रोक्यो त्यसै भएर उद्योगीहरू बाध्य भएर त्यही स्थितिमा खर्च गर्नुपर्ने र एक हिसाबले उसले केही पैसा दिएर आफूलाई लाभ लिइसकेपछि गर्नुपर्ने दायित्व नगर्दा पनि हुने टाइपले अहिले उद्योगहरू विकास भइरहेको छ जस्तो क्वालिटी नहुने होइन उद्योग गर्ने सामाजिक उत्तरदायित्वको काममा जति लगानी गर्नुपर्ने त्यो नगर्ने भएको छ त्यो भनेको त नेतृत्वकै राम्रो भिजन नहुनाले नै हो यदि राम्रो किसिमको भिजन भइदिने र नेपालकै स्रोतलाई चाहिँ परिचालन गरेर अगाडि जाने हो भने त यो त यति सुन्दर छ नि विदेशीहरू भन्छन् नेपालीहरूले आफ्नो जे सम्भावना छ त्यो सम्भावनाबाट यति धनी उनीहरू छौँ भनेर थाहा पाएको दिन फेन्ट हुन्छ अरे हामी नेपालीहरू हो नि